हुन्छ नि एकचोटि क्लिक गरेर फोटो के सक्दैन भन्यो के भन्छ स्टोरीहरू भन्दा चाहिँ यस्तो हेरेको लाग्छ त्यो माथि हेलो झिङ्गिरहेको छ हेलो के हो तिम्रो नाम के हो तिम्रो आयो भने तर यो स्कुलको ससुन यहाँ त के त्यो उवाला हुन्छ नि यसरी सोही हालेर त्यो यस्तो फाटेर उड्ने हुन्छ ए बवाल हुन्छ Hi guys, हामी चाहिँ धुन्चे पुग्यो। पनि हात लाउनु पर्यो ग्याप ट्रेकर बल्ल त देखिन्छ है क्यामेराको खोइ क्याप खोइ अब क्यापको चिन्ता गोसाइकुण्डको यात्रा सुरु। जय शम्भु। हाम्रो गोसाइकुण्ड यात्रा सुरु भयो लौरो कि कसो केटा हो
नसक्ने माथिसम्म जान नसक्ने महानुभावहरू चाहिँ यहाँसम्म आएर फर्किन्छन् मिनी गोसाइकुण्ड छिटो हिँड्न कहाँ जाँदैछौँ? हामी गोसाइकुण्डमाथि जाँदैछौँ ल यस्तो भ्यू दामी दामी छुट्टै ल पानी पऱ्यो गाइज अब के गर्ने अब यस्तै हो गाइज यस्तो छ हालत पानी पर्दैछ अब एउटा यहाँ हरियो जय शम्भो यता पहेँलो उता पहेँलो वन जङ्गल सबै हरियो यो वन नेपालको धन हो नि त म त ल यस्तै छ अब के गर्ने ल ल ल यो चाहिँ 360 भ्यू छ ओ ठुलो पानी पऱ्यो हामी चाहिँ लगभग देउराली पुग्न लाग्यो बाटो चाहिँ लास्टै गाह्रो रहेछ यहाँ म चाहिँ आज अलि थकित अलि हिँड्न गाह्रो भएर भन्दैछ भोक लाग्यो भनेर मर्न लाग्यो सबभन्दा बढी खाने फेरि यही हो अलि भोक लाग्यो भने नि यही हो अहिले भात दुईचोटि थपेर खाने नि यही हो गोसाइकुण्डको यात्रा हाम्रो जारी छ हामी हिँड्दैछौँ उकालो बाटो आएको आइछ नन स्टप उकालो बाटो आएको आइछ जय शम्भो 5 मिनट बस्ने हो 5 मिनट कफी छ कफी खान्छौँ अब एउटा कफी बनाएर एउटा करेन्ट नुडल्स पानी पुग्दैन क्या 필요 많이 없어?
बाटोमा यो के भेट्यो न्युरो जस्तो भन्छ कुहिले भन्छ थकै मार्दैछ उकालो 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 देउराली पुग्यो हामी देउराली खैमा ल ल यो देउराली लेमन खाँदैछौँ अहिलेसम्मको यात्रा कस्तो भयो दामी दामी बबल 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 तेरो यात्रा चाहिँ कस्तो भयो एउटा दुई र बेसी हिँड्नलाई मिहिनेत चाहिन्छ मिहिनेत गरेपछि पसिना आउँछ पसिना आएपछि थकाइ लाग्छ थकाइ लागेपछि त्यो थकाइको मिहिनेत त्यहाँ माथि पुग्दाखेरि यति मन प्रसन्न हुन्छ कि त्यो तपाईँहरू यतै आएर हेर्नुपर्छ अनुभव गरिसकेपछि माथि थाहा हुन्छ तपाईँहरूलाई खाइरे खाइरे गाई सिङ त कस्तो राज देखियो तल चाहिँ अलि सुकेको थियो यहाँ चाहिँ बल्ल बल्ल फुल्दै रहेछ ल लालीगुराँस तर व्हाइट कलर जस्तो लालीगुराँस देखियो पहिलोचोटि लाइफमा पहिलोचोटि देखेको लालीगुराँस आजको दिनमा यो हो सेतो गुराँस कहाँ पुग्यो भने हामी धिम्सा कहाँ उता ठुलो छ अरे ठुलोमा अलिक तर टोइलेट जानु नजिक हुन्छ ए ल यहीँ बसाउँछ बेड चाहिँ कहाँ छ ठुलो यो डबल बेड हो दुईजना आजको दिनको बास हाम्रो यहीँ हुनेछ भोलि नयाँ बिहानी नयाँ कथाको साथमा आउनेछु धन्यवाद